म नेता होइन, बेटा बन्न आएको हुँ। तपाईलाई थाहा छ यो भनाइ कसको हो? यो भनाइ नेपालका चर्चित राजनीतिज्ञ गगन थापाको हो। उनी यति बेला सर्लाही 4 का नेपाली कांग्रेसका उम्मेद्वार हुन्। मधेसलाई देशको केन्द्र बनाउने संकल्प लिएर उनी त्यहाँ पुगेका हुन् र त्यहाँका जनताको मन जित्न चुनावी प्रचार प्रसारमा संलग्न छन्। सर्लाही 4 को म तपाईको सेवक हुँ। मैले तपाईको सेवा गर्छु। म यही गरेर आए। थापाका प्रतिस्पर्धी हुन् अमरेश कुमार सिंह, जसले सोही ठाउँमा 2 पटक कांग्रेस र 1 पटक स्वतन्त्र उम्मेद्वारका रूपमा प्रतिनिधि सभामा स्थान पक्का गरेका हुन्। हाल उनलाई राष्ट्रपाले उम्मेद्वारका रूपमा उठाएको छ। उनीसँगै एमालेका अमरेश यादव, नेकपाका डाक्टर रग्निश राय यादव, जसपाका रामेश्वर राय यादव पनि थापाका प्रतिद्वन्दी बनेर चुनावमा उभिएका छन्। थापाले 2079 को निर्वाचनमा पनि सर्लाही 4 नै रोजेका थिए, तर पछि काठमाडौँ 4 मै अडिए। जेनजी आन्दोलन पछिको तरल राजनीतिक अवस्थामा थापाले निर्वाचन क्षेत्र बदल्नुलाई रहस्यमय मानिएको छ। थापाको यो कदमलाई कतिपयले चुनौतीका रूपमा लिएका छन् भने कतिपयले काठमाडौँ असुरक्षित भएपछि सुरक्षित स्थान खोज्दै नयाँ निर्वाचन क्षेत्र खोजेको खरो टिप्पणी समेत गरेका छन्। गगन थापा पनि आउनु भएको छ नि, उहाँ पनि आउनु भएको छ, तर हामी 22 रुपियाँलाई भोट नदिने। अब लागौं उनै गगन थापाको राजनीतिक यात्रातर्फ। थापा नेपाली कांग्रेसका प्रखर वक्ताका रूपमा चिनिन्छन्। उनी जनआन्दोलन 2 बाट राजनीतिक वृत्तमा चिनिएका हुन्। यद्यपि उनको राजनीतिक यात्रा त्रिचन्द्र कलेजबाट सुरु भएको थियो। विक्रम सम्वत 2051 सालमा भएको स्वयं निर्वाचनमा नेपाल विद्यार्थी संघका तर्फबाट सदस्यका रूपमा निर्वाचित भएका थिए। सोही क्याम्पसमा उनी स्वयं सचिव हुँदै 2055 सालमा सभापति समेत बन्न पुगेका थिए। थापा त्यसबेलाको संक्रमणकालीन अवस्थामा निरन्तर लोकतान्त्रिक आन्दोलनमा लागिरहे। He's a popular student leader and well known for his views against the monarchy. अनि काठमाडौँबाट फ्रेन्च वाइन र काठमाडौँबाट टिनर आर्मीको हेलिकप्टरमा उसारेर अभिनन्दनको नाटक गर्ने यो राजा चाहिन्न। 2058 को दरबार हत्याकाण्ड र तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनपछि उनी निरन्तर राज्यको तारो बनेर 2058 असोज 18 पछि सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा ताका उनी लगायत गुरुराज घिमिरे र पुरुषोत्तम पौडेलहरूलाई राजकाजको मुद्दा लगाइयो। उनी 90 दिनका लागि हिरासतमा पुर्याइए। उनको गिरफ्तारीलाई सर्वोच्च अदालतले उल्ट्याइदियो। उनी पुनः लोकतन्त्र प्राप्तिका लागि लडिरहे र पटक पटक हिरासतमा पुर्याइए। पुनः छुट्दै उनी तत्कालीन शासन व्यवस्था विरुद्धमा खरो रूपमा उत्रिए। यसरी लोकतान्त्रिक व्यवस्थाका लागि आवाज उठाउने लोकप्रिय छवि बनाएका थापा नेपाली कांग्रेसको 13औं महाधिवेशनबाट महामन्त्री हुँदै राष्ट्रिय राजनीतिमा बलियो खम्बा बनेर स्थापित भए। 2064 सालमा समानुपातिक निर्वाचन प्रणालीबाट थापा संविधान सभा सदस्य बने। 2070 को संविधान सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर 4 बाट प्रत्यक्षतर्फ 20,336 मत प्राप्त गरी सदस्यका रूपमा निर्वाचित भए। उनले त्यसबेला नेकपा एमालेका कृष्ण कुइकेललाई झण्डै 13,000 को मतान्तरले पराजित गरेका थिए। 2073 सालमा उनी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा स्वास्थ्य मन्त्री पनि भएका थिए। 2074 सालको प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा उनी काठमाडौँ क्षेत्र नम्बर 4 बाटै निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजन भट्टराईलाई पराजित गर्दै थापा 21,558 मतसहित विजयी भएका थिए। त्यस्तै 2079 को प्रतिनिधि सभा निर्वाचनमा पनि उनले राजन भट्टराईलाई नै पराजित गर्दै 21,302 मतसहित संसद प्रवेश गरेका थिए। जेनजी आन्दोलनसँगै प्रतिनिधि सभा विघटन भएको छ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा विक्रम सम्वत 2082 फागुन 21 मा संसदीय निर्वाचन गराउने तयारी सरकारले गरेको छ। यसैका लागि थापा सर्लाही क्षेत्र नम्बर 4 मा
काङ्ग्रेसका तर्फबाट उम्मेद्वार बनेका छन्। हाल नेपाली काङ्ग्रेसका पार्टी सभापति समेत रहेका गगन थापालाई स्वास्थ्य मन्त्री हुँदा नीतिगत भ्रष्टाचार गरेको आरोप पनि लागेको थियो। नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघका तत्कालीन अध्यक्ष नवराज बस्नेतले उक्त आरोप लगाएका थिए। उनले अनावश्यक सामग्री खरिद बिक्रीमा थापा पनि संलग्न रहेको आरोप लगाएका थिए। यस्तै राष्ट्रपा सभापति रवि लामिछानेले देशको गोप्य सूचनाहरू बेची 30 करोड भन्दा बढी भ्रष्टाचार गरेको आरोप लगाएका थिए। थापामाथि राज्य कोषबाट 15 करोड लिएर बाख्रा पालन गरेको, त्रिचन्द्र कलेजमा पार्क निर्माण गर्न 30 लाख लिएको र 14 करोड लिएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति नियुक्ति गरेको जस्ता आरोपहरू लाग्ने गरेका छन्। यद्यपि यी आरोपहरूको आधिकारिक पुष्टि चाहिँ भएको छैन। थापाले कीर्तिपुरको डाँडामा बसी ल्यापटप चलाएरै लाखौं कमाउन सकिन्छ भनेर दिएको अभिव्यक्तिलाई समेत लामो समयसम्म व्यङ्ग्यको विषय बनाइएको थियो। कीर्तिपुरलाई नेपालको यस्तो नमुनाको नगर बनाउन सकिन्छ जसको घरबाट निस्किएका बच्चाहरूले अबको 5, 6, 7, 8 वर्षपछि यी कतार जाने छैनन्, मलेसिया जाने छैनन्, इजरायल जाने छैनन्। यही कीर्तिपुरको डाँडामा बसेर हातमा ल्यापटप राखेर दिनको महिनाको 2 लाख, 3 लाख, 4 लाख यही डाँडामा बसेर आम्दानी गर्नेछन् भन्ने। कस्तो रणनीतिका साथ अघि बढ्नु पर्ला त थापाले? नेपाली काङ्ग्रेसका तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा समेत हेरिएका गगन थापाको लागि यो चुनाव प्रतिष्ठाको लडाईँ हुनेछ। उनलाई त्यहाँ स्थानीय नेतालाई हराएर चुनाव जित्नु भनेको फलामको चिउरा चपाउनु जत्तिकै हुनेछ। यद्यपि उनले सर्लाही 4 का मतदाताका दैनिक समस्या कृषि, सिंचाई, सडक, शिक्षा, रोजगारी, स्वास्थ्य सुधार जस्ता स्थानीय मुद्दामा फोकस गर्न सके भने राष्ट्रिय नेता भन्दा पनि आफ्नै क्षेत्रको प्रतिनिधिको छविलाई बलियो बनाए भने चुनाव नजिकिँदा मात्रै होइन, गाउँ, टोल, किसान, युवा, महिला समूहसँग प्रत्यक्ष भेटघाट गरे भने म बोल्छु होइन म सुन्छु भन्ने प्रभावकारी नीति लिँदै निरन्तर मैदानमा देखिए भने, पार्टीको स्थानीय संरचना बलियो बनाए भने थापाले जित्ने सम्भावना त्यत्तिकै रहन्छ। त्यस्तै प्रभावशाली सामाजिक व्यक्तित्व, शिक्षक, सहकारी, युवा क्लब आदिलाई थापाले साथमा ल्याउन सक्नुपर्छ। विपक्षी उम्मेद्वारको पकड कहाँ बलियो छ, किन छ, त्यसको तथ्यमा आधारित जवाफ तयार पार्नुपर्छ। युवा तथा पहिलो पल्ट भोट हाल्नेहरूका लागि रोजगारी, सिप, उद्यमशीलता तथा शिक्षा र प्रविधिसँग सम्बन्धित विश्वसनीय रोडम्याप तयार पार्नुपर्छ। कस्तो थियो सर्लाही 4 को अघिल्लो प्रतिनिधि सभाको निर्वाचनको मत परिणाम? विक्रमसम्म 2079 मा भएको प्रतिनिधि सभामा हालका राष्ट्रपाका उम्मेद्वार अमरेश कुमार सिंहले स्वतन्त्रबाट 20,017 मत ल्याएर विजय हासिल गरेका थिए। उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका नागेन्द्र कुमार रायले 18,253 मत ल्याई दोस्रो स्थान हासिल गरेका थिए भने अर्की स्वतन्त्र उम्मेद्वार मधुमाला कुमारी यादवले पनि 14,622 आकर्षक मत ल्याएकी थिइन्। हाल यहाँ 1,21,012 मतदाता छन्। तिनीहरूले कसलाई प्रतिनिधि बनाएर पठाउनेछन् त्यो भविष्यले बताउनेछ। हाम्रो यो भिडियो सुरुदेखि अन्त्यसम्म धैर्य गरेर हेर्नुभएकामा तपाईँ सम्पूर्ण दर्शकवृन्दलाई म कार्यक्रम प्रस्तुता योगेन्द्र पौडेलको न्यानो नमन, अभिवादन। तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो तल कमेन्टमा आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। हामी आगामी दिनहरूमा पनि यस्तै समसामयिक भिडियोहरू लिएर आउने नै छौँ। तसर्थ हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिदिनुहोला। साथै नयाँ भिडियोहरूको अपडेट पाउन बेल आइकन थिचिदिन नबिर्सिनुहोला। धन्यवाद।